सुन्दर सहर पोखरामा कोटी होमा भाषा सुन्दर सहर पोखरामा कोटी होमा भाषा थाहा पाउने कतिलाई त कहिले जाम जाम भाषा जाम जाम भएका पोखरा सुन्दर तपाईहरुले यो प्रतियोगितामा भाग लिनु नै तपाईहरुले जित्नु हो। यहाँ आएर फर्स्ट पुरस्कार जित्नु ठुलो कुरा होइन। तपाईहरुले आफ्नो संस्कृति संरक्षणको लागि यसरी जुझारु भएर आउनु र यी साना साना 5-6 वर्षका भाइ बहिनीलाई पनि लिएर आउनु सबैभन्दा ठुलो कुरो हो। त्यसैले महेश्वर खनाल भजन समूहलाई जोरदार ताली एकपटक। मेरो मेरो भन्छौं हामी मेरो केही छैन मेरो मेरो भन्छौं हामी मेरो केही छैन आखिरीमा मरि जाँदा लान पाइँदैन कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर। सबै आदरणीय भक्तजन महानुभावहरूलाई जय श्री राधे राधे भन्न चाहन्छु। यतिखेर हामी गण्डकी कोट्युममा छौँ। गण्डकी कोट्युममा भजन प्रतियोगिता भइरहेको छ र भजन प्रतियोगितामा यतिखेर भने तनहुँ कोत्रेबाट एकदमै राम्रो अनि हाम्रो भजन समूह महेश्वर खनाल भजन समूह आउनु भएको छ। यहाँ चाहिँ अलिक फरक पाएँ मैले अन्तभन्दा। अन्त चाहिँ एकदमै उमेर पाएको भएको बुवा आमाहरू मात्र आउनु भएको थियो भने यहाँ चाहिँ सबै एजको आउनु भएको रहेछ। 6-7 वर्षको बाबु नानीहरूदेखि लिएर 16-17 वर्ष 20 वर्षकादेखि लिएर 50 वर्षका 70 वर्षका 80 वर्षका होइन सबैजना आउनु भएको रहेछ। एकदमै खुसी लाग्यो यो देखेर। जस्तो हामीले हाम्रो छोरा नातिलाई जे सिकाउँछौँ त्यही नै सिक्दै जाने हो। हिजो हाम्रो जुजु बुवा बुवाले सिकाउँदै आउनु भएकोले हजुरहरूले खैजडी बजाउन जान्नुभयो होइन अनि मुजुरा बजाउन जान्नुभयो। नभए त हामी जान्दैनौँ नि बिर्सिन्छौँ नि के हो हामीलाई थाहा हुँदैन। हाम्रो बुवा आमाले जे सिकाउनु भयो त्यो जान्दै आयौँ। अब हाम्रो बुवा हजुरबुवा हाम्रो काका मामाहरूले जे गर्नु भएको छ हाम्रो दिदी बहिनी अनि आमा बुवाले जे गर्नु भएको छ हाम्रो साना साना भाइ बहिनीले त्यही सिक्ने हो। त्यसैले भाइ बहिनीहरू उत्साहित भएर नाचेको देखेर म एकदमै उत्साहित भएको छु। तपाईहरूले यो प्रतियोगितामा भाग लिनु नै तपाईहरूले जित्नु हो। यहाँ आएर फर्स्ट पुरस्कार जित्नु ठुलो कुरा होइन। तपाईहरूले आफ्नो संस्कृति संरक्षणको लागि यसरी जुझारु भएर आउनु र यी साना साना 5-6 वर्षका भाइ बहिनीलाई पनि लिएर आउनु सबैभन्दा ठुलो कुरो हो। त्यसैले महेश्वर खनाल भजन समूहलाई जोरदार ताली एकपटक। अब नयाँ पुस्ताले पनि यो हाम्रो पुरानो भजन संस्कृति चाहिँ संरक्षण गर्ने भयो। साँच्चै हाम्रो खैजडीलाई बचाउने भयो। हामी धेरै खुसी छौँ। एकपटक जोरले भनौँ राधे 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 राधे। गण्डकी कोटी होम की गण्डकी कोटी होम की गण्डकी कोटी होम की सम्पूर्ण तनहुँवासी की सम्पूर्ण तनहुँवासी की सम्पूर्ण नेपाली की सम्पूर्ण नेपाली की जय श्री राधे राधे। अब भने हामी भजन सुरु गर्छौँ। अब भजनमा हामी नाच्छौँ गाउँछौँ बुवाहरूको कला हेर्छौँ उहाँले बजाउने कला हेर्छौँ। उहाँ चिटिक्क परेर आउनु भएको छ पुतली चाहिँ फुरुफुरु नाच्नलाई। उहाँको नृत्य हेर्छौँ भाइ बहिनीको नृत्य हेर्छौँ। सबैजना नाच्नुपर्छ हुन्छ? ओके जय श्री राधे राधे। हे सुन्दर छ सहर जाम जाम भक्त पोखरा हे सुन्दर छ सहर जाम जाम भक्त पोखरा हे सुन्दर छ सहर जाम जाम भक्त पोखरा 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 हे पोखरा पोखरा जाम जाम भक्त पोखरा सुन्दर छ सहर जाम जाम
हरि सुन्दर सहर पोखरामा हे कोटी होमा भाषा सुन्दर सहर पोखरामा हे कोटी होमा भाषा थाहा पाउने कतिलाई त हे कहिले जाम जाम भाषा जाम जाम भएका पोखरा हे सुन्दर छ सहर जाम जाम भएका पोखरा हे सुन्दर छ सहर जाम जाम भएका पोखरा 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 सुन्दर छ सुन्दर छ सहर जाम जाम भएका पोखरा हे पोखरा पोखरा जाम जाम भएका पोखरा सुन्दर छ सहर 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 जाम जाम भएका पोखरा हरि मेरो मेरो भन्छौँ हामी हे मेरो केही छैन मेरो मेरो भन्छौँ हामी हे मेरो केही छैन आखिरीमा मरिजाँदा हे लान पाइँदैन कोटी होममा दान गर हे लानु के नै छ र कोटी होममा दान गर हे लानु के नै छ र कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर हे दान गर कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर लानु के नै छ र कोटी होममा दान गर हरि महेश्वर कुलबाट हे भजन गाउन आयो महेश्वर कुलबाट हे भजन गाउन आयो धन्य रहेछौँ हामी पनि हे सामेल हुन पायौँ बिदा हुन्छौँ आजलाई हे नमस्ते सबैलाई बिदा हुन्छौँ आजलाई हे नमस्कार सबैलाई बिदा हुन्छौँ आजलाई 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 हे आजलाई आजलाई बिदा हुन्छौँ आजलाई नमस्कार सबैलाई बिदा हुन्छौँ आजलाई नमस्कार सबैलाई बिदा हुन्छौँ आजलाई नमस्कार सबैलाई बिदा हुन्छौँ आजलाई हे नमस्कार सबैलाई बिदा हुन्छौँ आजलाई नमस्कार सबैलाई बिदा हुन्छौँ आजलाई हे आजलाई आजलाई बिदा हुन्छौँ आजलाई नमस्कार सबैलाई 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 बिदा हुन्छौँ आजलाई आजलाई
नमस्कार सबैलाई, बिदा हुन्छु आजलाई। साँच्चै पोखरा सुन्दर भनेर पोखराको यस्तो वर्णन गर्नुभयो। तनहुँमा बसेर एकदमै सांस्कृतिक शैलीमा, सांस्कृतिक लवजमा निकै मिठा मिठा शब्दहरू कुदेर ती शब्द ब्रह्महरू हामीलाई राखिदिनु भयो। धेरै धेरै धन्यवाद छ निकै मिठो भजनको लागि। यति मिठो प्रस्तुति यहाँहरूको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने हाम्रो संस्कार र संस्कृति हामी आफैले जोगाउने हो, अरू कसैले जोगाइदिँदैन। त्यसैले हामी आफै लाग्नुपर्छ। सबैलाई धेरै धेरै धन्यवाद छ मिठो प्रस्तुतिको लागि। र यो संस्थाको बारेमा, यो समूहको बारेमा हामीलाई भनिदिनु पर्यो, यो कहाँ छ, यसले के गर्छ, अनि यो संस्थामा सम्पर्क गर्नु पर्यो भने कसरी गर्ने, आफ्नो बारेमा सबै भनिदिनु। नमस्कार, म केशवराज खनाल, महेश्वर खनाल भजन समूहबाट हामी कोटी होममा भजन गाउन आइरहेका छौँ। यो कुन जिल्लामा छ? यो हामी तनहुँ जिल्लाबाट शुक्ला गण्डकी, तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 2 कोत्रीबाट हामी कास्की जिल्लामा भजन गाउन कतिजनाको टिम आउनु भएको छ? हाम्रो लगभग 25 जनाको टिम। 25 जना। यहाँ 25 जना आउनु भएको छ। जम्मा जम्मी कतिजना छ तपाईँहरूको टिममा? हाम्रो गाउने बजाउने गरेर 16-17 जना। 16-17 जना यहाँ हुनुहुन्छ। तर गाउँमा त थुप्रै तपाईँहरूलाई साथ दिनुहुन्छ होला नि? दिनुहुन्छ। हामी चाहिँ गाउँमा गाउँले भजनहरू हुँदा सबै गाउँका मानिसहरू आएर हामीलाई सहयोग गर्नुहुन्छ, भजन गाउनुहुन्छ, नाच्नुहुन्छ, रमाउनुहुन्छ। तपाईँहरू जस्तो भजन टिम बोलाइसकेपछि जहाँ पनि गएर नारायण पूजामा, बिहेमा, व्रतबन्धमा गाइदिनुहुन्छ? हजुर। अब यो टोली बोलाउँछन्, बोलाउँदा हामीलाई आदर गरेर कसैले बोलाउनुहुन्छ भने हामी त्यहाँ सहभागी हुन सक्छौँ। त्यसरी जानको लागि सम्पर्क कसरी गर्ने? सम्पर्क त हाम्रो यो महेश्वर खनाल भजन समूह भन्ने शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 2 कोत्री तनहुँमा रहेको छ। यहाँ यसको लागि सम्पर्क गर्नु पर्यो भने अब हामी त्यहाँको कुनै एउटा अध्यक्षको दवा उपाध्यक्षको टेलिफोन नम्बर बाट कन्ट्याक्ट गरेर पनि हुन्छ। एउटा नम्बर दिनुहोस्, तपाईँहरूलाई यति राम्रो गाउनु हुँदो रहेछ, वृद्धदेखि बच्चासम्म सबैले गाउने होइन? 98 065 00345 केशवराज खनाल। 98 065 00345। ल है त साथीहरू, 98 065 00345 मा फोन गर्नु होला। यो भजन टोली तपाईँहरूको घर घरमा आइपुग्छ। नेपालभरि होइन, विश्वभरि तपाईँले बोलाउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। यहाँ भाइहरूको कला त हेर्नै पाइएन, किनभने यहाँ पानी परेको छ पोखरामा, रात पर्न लागिसक्यो, आमा दिदीबहिनीलाई भोक लागिसक्यो, प्रसाद ग्रहण गर्ने ठाउँमा जानु छ। म पनि भोकै छु। त्यसैले अब हामी तपाईँहरूलाई छोड्छौँ। हामी गण्डकी कोटी होम 2082 मा रहिरहेका छौँ। यो 100 कुण्डीय ऐतिहासिक गण्डकी कोटी होम हो। यो नेपालको इतिहासमा पहिलो कोटी होम हो। यहाँ चाहिँ 500 भन्दा बढी गुरुहरूबाट हवन गरिएको छ। त्यसैले तपाईँको बुवा आमालाई तीर्थ व्रत गराउनु छ भने 4 धाम धाउन जरुरी छैन। तपाईँहरू पोखरामा आउनुहोस् जेठको 26 गतेसम्म। हामी यही भन्न चाहँदै सिङ्गर शर्मिला श्रेष्ठ फेसबुक पेज, शर्मिला श्रेष्ठ युट्युब च्यानल, इनहाउस क्रिएसन फेसबुक पेज, डाफे लाइभ दोरी फेसबुक पेजमा तपाईँहरूले यो भिडियोलाई हेर्न सक्नुहुन्छ र राधे राधे लेखेर एकचोटि सेयर गर्न सक्नुहुन्छ र पुण्य कमाउन सक्नुहुन्छ। सबैलाई जय श्री राधे। Please don't forget to like, share, comment and follow Sharmila Shrestha page, and please do subscribe our YouTube channel.